असुरक्षित महसुस भएको छ नि। अब किनभने बाटोघाटो हेर्नुहोस् न, अब अरू बेला पानी पर्दाखेरि ट्राफिकहरू खटेर सबै चिजहरू छिटो छिटो त्यो चिजहरूलाई समाधान गर्नुहुन्थ्यो भने आज अब कति धेरै एउटै चोकमा कति धेरै जामहरू पर्यो होइन। अनि त्यो छ अब बिस्तारै सबै तङ्ग्रिँदैछ क्या देश पनि, अनि देशको मान्छेहरू पनि। पुरा 2-4वटा कन्सर्टको लागि कुरा आएको थियो। मैले चाहिँ यो बेलामा चाहिँ अब आफूलाई नै काम गर्नु मन लागेन, किनभने यति धेरै अब मान्छेहरूले बलिदान दिइरहेको छ। आफू रमाएर प्रोग्रामै गर्न पनि सकिनँ। 2-4वटा पूर्वतिर अनि यता हाम्रो पश्चिमतिरको अलि माथिल्लो भेगतिरको सोहरू आएको थियो। मैले चाहिँ नगरेको यो समयमा दसैँ पछाडिबाट केही परिवर्तनहरू आउला गरौँला नि भनेर। तर अब जति खुसीले मान्छेहरूले सो गर्नको लागि, कन्सर्टहरू गर्नको लागि तयारी गर्नुहुन्थ्यो, त्यो चाहिँ मान्छेहरूले गर्न सक्नु पनि भएको छैन। र आर्टिस्टहरू आफै पनि खुलेर खुसी हुन रमाइलो गर्न चाहिँ सकिएको छैन। जस्तै पुलिसको मान्छेहरू पनि होइन, पुलिस प्रशासनको चिजहरू पनि कति तोडफोड, एकअर्कामा भाइ लड्ने काम भएको थियो होइन। अनि आफ्नैबाट त्यस्तो भएको थियो, त्यो व्यवस्थाले गर्दाखेरि त्यो बाध्यतामा भएको थियो। अब त्यो चिजहरू आशा गरौँ अब त्यो नहोस्। दुःख लागेको छ, यो समय चाहिँ राम्रो भएन, तर अब चाहिँ राम्रो हुन्छ कि भन्ने आशा चाहिँ छ। यति ठुलो युवाहरूले ज्यान गुमाउनु भएको छ, कतिजना घाइते हुनु भएको छ, त्यो कुरामा एकदमै दुःख लागेको छ। स्तब्ध बनाएको छ नि, स्तब्ध एकदमै धेरै नै, एकदम धेरै। पछि अलिकति स्थिरता छैन भनौँ न। यसले चाहिँ यो जेन्जी आन्दोलनपछि यो जुन परिवर्तन भइरहेछ, यसले चाहिँ कतिको गीत सङ्गीतलाई होइन प्रोग्रामतिर जान गर्न कतिको असर गरिरहेको छ? यो समग्र देशकै एउटा परिवर्तनको निम्ति भएको एउटा समयले हामी सबैलाई प्रभावित पारेकै छ होइन। अनि अब गीत सङ्गीतमा पनि अलिकति अब त्यो माथि पनि चाडबाडको मुखमा आएर हामीले अझ गीत सङ्गीतमा कमी आएको मात्र भन्दा पनि देशमा भएको यति ठुलो युवाहरूले ज्यान गुमाउनु भएको छ, कतिजना घाइते हुनु भएको छ, त्यो कुरामा एकदमै दुःख लागेको छ। अनि आशा गरौँ अब यो परिवर्तनको लागि लडेर जुन युवाहरूले जुन आफ्नो रगतको बलिदान दिनुभएको छ, आफू अपाङ्ग भएर बाँच्दै हुनुहुन्छ कतिजना होइन, कतिजना बोल्न नसक्ने भएर पनि बाँच्नु होला, कतिजना हातखुट्टा घुमाएर बाँच्दै हुनुहुन्छ। त्यति धेरै सङ्घर्ष गरेर बनिसकेको यो परिवर्तनले हामीले चाहेको जस्तो व्यवस्थाहरू आउन सकोस्, हामीले चाहेको जस्तो शासनहरू आउन सकोस्, त्यही नै अपेक्षा गर्न सकिन्छ। अब अरू त के व्यस्ततामा कति कमी आएको छ? जस्तो कन्सर्टहरू हुन, कन्सर्टहरू यस्तो छ, दसैँको बेला त्यति धेरै कन्सर्ट हुँदैन। अहिले अब 2-4वटा कन्सर्टको लागि कुरा आएको थियो। मैले चाहिँ यो बेलामा चाहिँ अब आफूलाई नै काम गर्नु मन लागेन, किनभने यति धेरै अब मान्छेहरूले बलिदान दिइरहेको छ। आफू रमाएर प्रोग्रामै गर्न पनि सकिनँ। 2-4वटा पूर्वतिर अनि यता हाम्रो पश्चिमतिरको अलि माथिल्लो भेगतिरको सोहरू आएको थियो। मैले चाहिँ नगरेको यो समयमा दसैँ पछाडिबाट केही परिवर्तनहरू आउला गरौँला नि भनेर। तर अब जति खुसीले मान्छेहरूले सो गर्नको लागि, कन्सर्टहरू गर्नको लागि तयारी गर्नुहुन्थ्यो, त्यो चाहिँ मान्छेहरूले गर्न सक्नु पनि भएको छैन। र आर्टिस्टहरू आफै पनि खुलेर खुसी हुन रमाइलो गर्न चाहिँ सकिएको छैन। स्तब्ध बनाएको छ नि, स्तब्ध एकदमै धेरै नै, एकदम धेरै। कसरी सम्झिनुहुन्छ ती शहीदहरूलाई चाहिँ एउटा कलाकारको रूपमा? यो कुरा गऱ्यो भने चाहिँ म अलिकति भावुक मान्छे पनि हो। म आफैलाई किनभने एकदमै धेरै छुन्छ यो चिजहरूले, किनभने मेरो आफ्नो भाइको मेरो एउटा दाजु 3वटा भाइहरू हुनुहुन्छ होइन। अनि मेरो भाइकै उमेरको भाइहरू कतिजनाले होइन कस्तो कस्तो भएको छ। अनि यही बिचमा चाहिँ जस्तै पुलिसको मान्छेहरू पनि होइन, पुलिस प्रशासनको चिजहरू पनि कति तोडफोड, एकअर्कामा भाइ लड्ने काम भएको थियो होइन। अनि आफ्नैबाट त्यस्तो भएको थियो, त्यो व्यवस्थाले गर्दाखेरि त्यो बाध्यतामा भएको थियो। अब त्यो चिजहरू आशा गरौँ अब त्यो नहोस्। दुःख लागेको छ, यो समय चाहिँ राम्रो भएन, तर अब चाहिँ राम्रो हुन्छ कि भन्ने आशा चाहिँ छ। जस्तो अघि तपाईँले भन्नुभयो होइन, आउँदै ट्राफिक जाम, ट्राफिकहरू त्यति धेरै, पुलिसहरू पनि त्यति धेरै अहिले छैनन्। हजुर हजुर। यसले चाहिँ जनताहरू कतिको अब अहिले छैनन् नि त, प्रहरीहरू सबै आफ्नो ठाउँमा छैनन्, कार्यालयमा फर्केका छैनन्। यसले चाहिँ कतिको असुरक्षित महसुस गर्नु भएको छ? असुरक्षित महसुस भएको छ नि। अब किनभने बाटोघाटो हेर्नुहोस् न, अब अरू बेला पानी पर्दाखेरि ट्राफिकहरू खटेर सबै चिजहरू छिटो छिटो त्यो चिजहरूलाई समाधान गर्नुहुन्थ्यो भने आज अब कति धेरै एउटै चोकमा कति धेरै जामहरू पर्यो होइन। अनि त्यो छ अब बिस्तारै सबै तङ्ग्रिँदैछ क्या देश पनि, अनि देशको मान्छेहरू पनि, पुलिस प्रशासनहरू पनि। अब सबैजनालाई बिस्तारै बिस्तारै उठाउँ भन्ने भइरहेछ। अब सबै चिजहरू बिस्तारै हुन्छ, सधैँ यस्तो त रहँदैन होला नि त, हुन्छ। त्यही त जेन्जी आन्दोलनकै कुराकानी गर्दाखेरि चाहिँ होइन, अब पछिल्लो समय तपाईँले पनि गर्नुभएको थियो आशिका दिदीको थ्रुबाट। ए हजुर हजुर। उहाँलाई चाहिँ कसरी सम्झिनुहुन्छ यति बेला? आशिकाजीको कामलाई कसरी हेर्नु भएको छ र उहाँको थ्रुबाट हजुरले सहयोग पठाइराख्दाखेरि चाहिँ कतिको मनमा आनन्द भएको छ तपाईँलाई? यस्तो भयो कि अब यो देशको एउटा सच्चा नागरिक हुँ भनिरहँदाखेरि यो देशको लागि के गरेँ भन्ने पनि भयो होइन। अनि
धेरै घाइतेहरू हुनुहुन्छ, धेरै बिरामीहरू हुनुहुन्छ, धेरैजनाले ज्यान गुमाइसक्नुभयो। म एउटा व्यक्ति लागेर अब सबैको लागि गर्छु अथवा सबैलाई दिन्छु भन्न त म पनि सक्दिनँ नि त। म पनि एकदमै ग्राउन्ड लेभलबाट स्ट्रगल गरेर आएको मान्छे, भर्खरै आफू अलिकति उभिन सकेको छु होइन। तर मनदेखि चाहिँ म सबैको लागि गरौँ भन्ने टाइपको मन छ कि मसँग। अनि त्यो हिसाबले अनि आशिकाजी चाहिँ एकदमै धेरै उहाँको म फलो गरेर हेरिरहन्थेँ। अनि उहाँले चाहिँ एकदम त्यो घाइते बिरामीहरूलाई अनि जहाँनिर शहीद भइसक्नु भएको छ उहाँको परिवारलाई जुन खालको उहाँले सपोर्ट गर्नुभएको छ त्यो देख्दाखेरि चाहिँ उहाँको थ्रुबाट भयो भने चाहिँ साँच्चीको रियल मान्छेले पाउँछ जस्तो लागेर अनि म उहाँ समक्ष पुगेर उहाँको नम्बर लिएर अनि मैले उहाँ मार्फत थोरै सहयोग, एक थोपा पनि पुग्दैन कि उहाँले जुन सहयोग गरिरहनु भएको छ त्यसरी। जस्तो मेरो अन्तिम ल, जस्तो अहिले देशमा महिला प्रधानमन्त्री, नेपालको पहिलो महिला प्रधानमन्त्री हुन्छ, महिला हुनुहुन्छ, तपाईँबाट महिला प्रधानमन्त्रीबाट चाहिँ के अपेक्षा गर्नुभएको छ उहाँबाट चाहिँ? अब अपेक्षा त अहिले भर्खरै त हामीले राम्रै कुराको अपेक्षा गर्ने हो होइन, राम्रो होला भन्ने हो नि त। त्यो भएर उहाँहरूले गरि पनि रहनु भएको छ केही चिजहरू। अब भर्खरै मन्त्रीमण्डलहरू गठन भइरहेको छ, नयाँ नयाँ मन्त्रीहरू चयन भइरहनु भएको छ। अब सबै चिजहरू होला बिस्तारै, त्यही नै हो। बाँकी चाहिँ हामी वरिष्ठ बलरामतिरै जाउँ कि क्या है, हामी पुरै देशतिर वरिष्ठ बलरामलाई अझै स्पेसल त भएन। अब महिला प्रधानमन्त्री हुनुभएको छ, उहाँको काम चाहिँ अहिले त्यो तपाईँको शान्तिपूर्ण चुनाव गराउने हो। अनि अब यो जति पनि अहिले घटनाहरू भयो यसको छानबिन होस् होइन, शान्तिपूर्ण चुनाव होस्। र अब अहिले फेस्टिभल टाइमहरू आइरहेछ, फेरि यस्तो घटनाहरू नहोस्। किनभने मान्छेहरू सक भएको छ कि यो घटनाहरू, किनभने कसैले पनि आशा गरेको होइन नि त यत्रोजना मान्छे। गुरु चेलाको सम्बन्ध तपाईँले खराब पारिदिनु भयो नि त। हेर्नु त आज गुरु चेला यसरी मानेर बस्थे, अहिले भिड्नु परेछ त्यसरी, त्यो पोस्टरमा देख्न सकिन्छ। होइन त्यो त अब कथाले मागेको कुरा हो होइन। अब त्यो नि रमाइलो छ, राम्रो छ। जस्तै नेगेटिभ पोजिटिभ पार्टहरू आइरहनुपर्छ। सधैँभरि एउटै खालको के अरे उहाँहरूको एउटै जनताको आइरहेको थियो नि त रोलहरू, गुरु चेलाको मात्रै आइरहेको थियो। मैले चाहिँ अलिकति फरक गरौँ त यसपालि, के हुन्छ के रियाक्सन आउँछ भनेर एउटा सोसियल ड्रामा हो। त्यसको लागि चाहिँ दुईजना पिट भएको भएर लिएको मैले त्यस्तो खास लडाउने खालको मेरो त्यस्तो पनि इन्टेन्सनली लडाउनु खोजेको चाहिँ होइन। फरक कथा ल्याएर लडाउँछु भन्ने, फरक कथा ल्याएर अलिकति नयाँ टेस्ट दिउँ न त भन्नु। के अरे कतिको गाह्रो हुँदो रहेछ दुईजना जस्तो फाइट गर्दाखेरि, कतिको सजिलो भएको थियो कि मजाले? एकदम गाह्रो हुन्छ। विजय चाहिँ जहिले पनि एकदम दाजुकै हिसाबले एकदम सम्मान गर्छ नि त दाइसित। जब फाइटको सिन आउने बित्तिकै अनि पछि लडाइँ लड्नु नपर्ने क्या विषय चाहिँ बल्ल बल्ल धेरै गाह्रो भयो। सम्झाइ गरेर उसलाई मोडमा ल्याउनलाई धेरै गाह्रो हुँदैछ। जस अहिले अब फिल्म गर्दाखेरि त पर्फेक्ट आउँछ नि होइन, फिल्म त त्यही त पर्फेक्ट लिएको छ, तर काम निकाल्न गाह्रो भयो भनेको क्या। दुईजनालाई फाइट गराउन चाहिँ गाह्रो हुन्छ, गाह्रो नै भयो। ओके, थोरै गीत सुनौँ न त। हाम्रो प्रशान्त सरले यो गीत आफैले कम्पोज पनि गर्नुभयो, आफैले पनि गाउनु भएको छ। कस्तो छ एक टुक्का गाउँ? न्याउली बनेमा हितैको मायालाई राख्ने मनैमा, न्याउली बनैमा हितैको मायालाई राखे मनैमा। यो गीतले के भन्न खोजेको हो? यो गीतले भन्न खोजेको त अब त्यही शब्दमा छ, मनमा राखे मायालाई भन्नेकै छ। खासै त्यस्तो भन्नुपर्ने अर्थ लाउन गाह्रो हुने त केही लेखेको छैन, सिम्पल छ यसमा। भनेको यो फिल्मको कथासँग यो गीतले, तपाईँ अब डाइरेक्टरसँगै बसेर यो गीत लेखेको छु भने कथासँग चाहिँ कसरी मेल खाएको छ गीतले? कथासँग हाम्रो त यसमा लिरिक्समा पनि धेरै कुरा त सरले नै सहयोग गर्नुभयो। यो गीतमा चाहिँ सर आफैले नै यो कुराहरू लेखौँ, यस्तो लेखौँ भनेर। अनि त्यहाँबाट कथामा भएको गीतहरू अझै आउन बाँकी छ। कथालाई जताउने गीतहरू चाहिँ हामीले अझै दामी बनाएको छ। यो चाहिँ एउटा कमर्सियल वेमा पनि, अनि त्यस पछाडि मुभीको एउटा सिचुएसनलाई पनि अब त्यहाँनिर हेरेर हामीले एउटा सामान्य रूपले बनायौँ यसलाई। कथालाई तपाईँले फिल्ममा हेरेर रुवाउनेदेखि लिएर त्यहाँनिर सिचुएसनलाई चाहिँ मान्छेको हेर्दै आँखा रसाउने पनि सिनहरू भएका गीतहरू हामीले त्यहाँनिर बनाएका छौँ। अनि हाम्रो अहिलेका चर्चित गीतकार युवराज काफ्ले दाई, धामसुके राफ्ले, उहाँको शब्द र मेरो सङ्गीतमा रहेर चाहिँ अझ बढी कामहरू यसमा गरिएको छ। अनि त्यो गीतहरूको लागि पनि समय आउँछ।